नमस्ते सेवा जुजुलाप्पा फेबुला झोरले सबै है त तपाईहरु सम्पूर्णलाई मेरो युट्युब च्यानलमा वेलकम छ। अनि आज चाहिँ हामी बुढासुब्बा मन्दिर दर्शन गर्न जाँदैछौँ अनि हजुरहरुलाई पनि बुढासुब्बा मन्दिर दर्शन गराउँछौँ है त। म पनि तयारी भइसके, तल आमाहरु पनि रेडी हुनुहुँदैछ। हेर्नुस् त आजको मेरो आउटफिट कस्तो छ कमेन्ट गरिदिनुस् होला। म रेडी भइसके, अब जानुको लागि तयारी छौं। अनि चाहिँ तल अटो पनि आइसकेको रहेछ, म चाहिँ अटोमा बसिसके साथीहरु। आमाहरु चाहिँ यहाँनिर कुखुरा किन्नको लागि झरिसक्नु भएको छ। बुढासुब्बा मन्दिरमा कुखुरा चाहिन्छ। बुढासुब्बा मन्दिरमा चाहिँ कुखुरा चढाउनु पर्ने भएकोले अब कुखुरा चढाउनु भन्दा नि कुखुराको भोग दिन्छ नि त, भाले र पोथी सुब्बा र सुब्बेनी कुखुराहरु बास्केटमा किनिसकेर ल्याउनु भयो। अनि फलफुलहरु पनि लिनु हुँदैछ, फलफुलहरु पनि चढाउनु पर्छ त्यहाँनिर, त्यही भएर फलफुल लिनु हुँदैछ। अनि हामी बुढासुब्बा मन्दिर प्रवेश गरिसक्यौं साथीहरु। हेर्नुस् त, र अब यहाँ बुढासुब्बा मन्दिरको बाहिरपट्टि रहेको यहाँनिर चाहिँ बिर्डी पानको पत्ताहरु आमाले किन्नु हुँदैछ। अनि हामी फेरि भित्र जानेछौँ। यो बाहिरको चाहिँ बाँस हो, यसमा चाहिँ मान्छेहरुले आस्थाले आफ्नो प्रिय मान्छेको नाममा चाहिँ त्यहाँनिर धागोहरु बान्ने गर्छन्। अनि म यहाँ भिडियो बनाउँदै छु। ल तपाईहरु पनि बुढासुब्बा मन्दिरको दर्शन गर्नुहोस् है त साथीहरु। अनि यो चाहिँ बुढासुब्बा मन्दिर हो। अनि यो चाहिँ सुब्बाको मन्दिर अनि सुब्बेनीको मन्दिर चाहिँ माथि छ। अनि हामीले चाहिँ अब यहाँ पूजा गर्नुको लागि सामानहरु मिलाउनलाई त्यहाँ बस्ने ठाउँमा जाँदैछौँ। त्यहाँ बसेर चाहिँ अनि आमाले सामानहरु सबै मिलाएर भित्र पूजा गर्नुलाई लिएर जानुहुन्छ। म चाहिँ यहाँ भिडियो बनाउँदै बसिरहेको छु। बाहिर कुखुरा रुँग्नु पर्छ नि त, अनि म चाहिँ कुखुरा रुँग्दै बाहिर बस्दै भिडियो बनाइरहेको छु। आमाहरु चाहिँ भित्र पूजा गर्नु जानुभएको छ। वहाँ चाहिँ सुब्बेनीको मन्दिर हो अनि तल ठुलो चाहिँ सुब्बाको मन्दिर हो। र यहाँको चाहिँ वातावरण पनि हेर्नुस् न कति शान्त र शीतल छ। र माथि त्यो बाँस छ, त्यो बाँस चाहिँ बुढासुब्बा मन्दिरको खासियत हो। यहाँको चाहिँ एकदमै त्यो बाँसको चाहिँ टुप्पो हुँदैन अरे, माथि बढ्दै गएपछि चाहिँ यो बाँसको टुप्पो हुँदैन अरे, यहाँको चाहिँ मेन खासियत। र एकछिन मलाई अल्छी लागेर म पनि आफूलाई यसो भिडियोमा देखाउँदै छु। भिडियो हजुरहरुलाई कस्तो लाग्छ हेर्दै गर्नुस् है त। अनि हामी चाहिँ अब घर फर्किने बेला भयो, मामालाई कल गरेर अटो बोलायौँ। अनि फर्किँदाखेरि मैले यसो थोरै भिडियो गरेको। अनि त्यसपछि टङ्ग घन्टी बजाएर मैले पनि अनि यसो दर्शन चाहिँ गरेँ, बाहिरैबाट दर्शन गरेँ। अनि त्यसपछि आमाहरु सबैजना आउनुभयो। आमाहरुलाई चाहिँ भिडियोमा देखाइनँ, किन भन्दाखेरि नदेखाउनु भन्नुभएको थियो, त्यही भएर देखाइनँ मैले चाहिँ। अनि अब चाहिँ हामी घरतिर फर्किने तर्खर गर्दैछौँ। ल एकचोटि फेरि हेर्नुहोस् है त, बुढासुब्बा मन्दिरको दर्शन गर्नुहोस्। यहाँको वातावरण हेर्नुहोस् कति राम्रो छ, शान्त शीतल छ। त्यसै त मन्दिर हैन, मन्दिरमा त कति आस्थाको केन्द्र, झन् कति शीतल शान्त त भइहाल्छ नि हैन। अनि यहाँको वातावरण हेरिसकेपछि चाहिँ हामी अब फर्किँदैछौँ। यहाँ चाहिँ हामीले पोतेहरु चुराहरु किन्यौँ। अनि त्यसपछि आमाले पोते किन्नुभयो, मैले चाहिँ एउटा चुरा किनेँ। अनि हामी चाहिँ फर्किँदैछौँ। फर्किँदाखेरि यो थोरै भिडियो पनि मैले क्याप्चर गरिहालेँ। अनि त्यसपछि हजुरहरु समक्षमा चाहिँ राख्नु मन लाग्यो। त्यसपछि सरर घरमा आएर आमाले कुखुरा बनाउनु हुँदैछ। अनि हाम्रो यहाँ पप्पीहरु सुतिरहेको भिडियोको नि अन्त्य भयो। धन्यवाद तपाईहरुले मेरो भिडियो हेरिदिनु भएकोमा।